छैन भने त्यसपछि ऊ पनि जानेछ, तर जहाँ छ त्यहाँ बसेर यो हुनेछ। यदि तपाईले कसैलाई यो शक्ति दिनुस्, तपाईले केही भन्नुभयो अनि तपाईँ रिसाउन थाल्नुहोस्, त्यसपछि त उसँग शक्ति छ, मह छ। त्यसपछि उसले अझै गर्नेछ, अझै गर्नेछ, अझै गर्नेछ। यस संसारलाई हेर्नुहोस्। जब हात्ती छ र कुकुरले भुकिरहेको छ, हात्तीलाई के आफ्नो शक्तिका बारेमा थाहा छैन र? अवश्य थाहा छ। किन थाहा छ? किनभने जब त्यो हात्तीले मानिसलाई मार्नका लागि आउँदछ, कुल्चिन्छ उसलाई। उसलाई थाहा छ, राम्रैसँग थाहा छ उसलाई, यदि मैले कुल्चे भने यो मर्नेछ। हात्तीले कुकुरलाई कुल्चिन सक्दैन र? जब मान्छेलाई कुल्चेर मार्न सक्छ भने कुकुर के हो र? ऊ हिँडिरहन्छ। के हात्तीमा रिस छैन र? जब हात्ती रिसाउँछ भने यसरी रिसाउँछ, यसरी रिसाउँछ, यसरी रिसाउँछ, सारा चीजहरूलाई तहस नहस पार्छ। जब त्यस कुकुरले भुकिरहेको छ भने रिसाउन सक्दैन र? त्यस कुकुरलाई कुल्चिन सक्दैन र? तर कुल्चिँदैन। उसलाई मतलबै छैन। भुकिरहेको छ, भुकिरहेको छ, केही छैन। हात्तीमा त यति बुद्धि छ, तपाईमा छैन। हात्तीसँग त छ। सिंहले एक अर्कालाई हेर्छ। एकदमै डरलाग्दो गरी आफ्नो रिस देखाउँछ र यही कोसिस गर्छ कि लडाई नहोस्। एक पटक गर्जियो, गर्जियो भने त गर्जियो, त्यसपछि एउटा यता जान्छ, अर्को उता जान्छ। मानिससँग त यति पनि बुद्धि छैन। मानिससँग त यति पनि बुद्धि छैन। लडाई गर्छ, झगडा गर्छ। किन? यस कारणले, किनकि त्यस जमिनमा केही छरेको छैन उसले, बाँझै छ सबै थोक। जसै धेर थोर हावा चल्छ भने धुलो उड्नेछ। र त्यो धुलो उड्नु नै मानिसका लागि उसको पतनको कारण हो। जुन त्यो धुलो उडिरहेको छ, त्यो राम्रो धुलो हो। यदि त्यसमा धेरै चीज रोप्यो भने उब्जिन सक्छ, तर त्यो उड्नेछ, किनकि केही रोपेकै छैन। यो जरुरी छ मानिसले केही रोपोस्। सन्त महात्माहरूले यही भन्नुभएको छ, के रोप्नु? ज्ञानको बिउ रोप्नु, शान्तिको बिउ रोप्नु। जब ज्ञानको बिउ रोप्दछ, उसको बगैँचामा, उसको जमिनमा ज्ञान रूपी फूल उब्जिनेछ। तपाईको जिन्दगी खेत हो। र यो श्वास रूपी हलो चलिरहेको छ। यस खेतमा केही न केही अवश्य उम्रिनेछ। प्रश्न यो छ, के?
वास्तविक प्रेम। जब एउटा नयाँ दिन आउँछ, एउटा नयाँ बिहानीको उदय हुन्छ, तब यस हृदयमा एउटा मधुर प्रेम भावना पैदा हुन्छ। तब यस हृदयमा एउटा सुन्दर प्रेमको, नयाँ प्रेमको नशा लाग्दछ। जब म आफ्नो आँखा खोलेर आफ्नो हृदयमा साँचो प्रेमको, आफ्नो वास्तविक प्रेमको अनुभूति गर्छु, अनि मेरो हृदय शान्त हुन्छ। मेरा लागि यही नै वास्तविक प्रेम हो, जुन तपाईँ र मेरो बीचमा छ। तपाईँ मसँग केही पनि माग्नुहुन्न, केवल दिइरहनुहुन्छ। यही नै हो साँचो प्रेम। महाराजी, मसँग केही शब्द छैन जुन म तपाईँलाई केही सुनाउन सकूँ, भन्न सकूँ। तर जति कृपा तपाईँले म माथि गर्नुभएको छ, सारा कृपाका लागि महाराजी तपाईँलाई धेरै धेरै धन्यवाद। महाराजी, तपाईँसँग एउटा प्रार्थना छ। म परमानन्दको आनन्द लिन चाहन्छु र संसारको केही धन सम्पत्ति मलाई चाहिँदैन, केवल तपाईँको साथ चाहिन्छ। महाराजी, यो कृपा सदैव म माथि भइरहोस्। महाराजी, प्रणाम। यो त परमानन्द त तपाईँ भित्रै छन्, परमानन्दको आनन्द पनि तपाईँ भित्रै छ। तर मानिसले के गर्दछ मैले देखेको छु, प्रत्येक मानिसले एउटा ढाँचा बनाउँछ र ढाँचा बनाएर त्यसपछि त्यसमा उसले कोसिस गर्छ उसले जुन चिज राख्न चाहन्छ त्यसलाई राखोस्। जब मानिस जिज्ञासु बन्दछ, सुन्दछ, बुझ्दछ, त्यो ढाँचा सबै भत्किन्छन्। साराका सारा ढाँचा भत्किन्छ। त्यसपछि जुन चिज छ त्यो अगाडि आउँछ, त्यो स्पष्ट हुन्छ। जस्तो कसैलाई भन्नुहोस् तिमी मन्दिरको नमुना बनाऊ भने जे उसले देखेको छ आजसम्म त्यसै अनुसार उसले नमुना बनाउनेछ। कति अग्लो देखेको छ, कति फराकिलो देखेको छ, त्यसै अनुसार नमुना बनाउनेछ। तर त्यसमा मूर्ति कति ठुलो राख्ने हो यदि उसलाई थाहा छैन भने उसको नमुनाले काम गर्ने छैन। जो परमानन्द छन्, जो वास्तविक परमानन्द छन्, उनको मन्दिर बनाउनको लागि कोही निस्कियोस्, आफ्ना धारणाहरूले उनको ढाँचा बनाओस्। ती परमानन्दको त कुनै अन्त्य नै छैन। जसको कुनै अन्त्य नै छैन, जो अनन्त छन्, उनलाई कुन घरमा राख्नुहुन्छ? कुन मन्दिरमा राख्नुहुन्छ? मन्दिरको नाम त हुनु नै छ कतै न कतै। इँटाले नै त बन्नेछ, सिमेन्टले नै बन्नेछ, प्लास्टरले नै बन्नेछ। तर अनन्तको, जसको अन्त्य नै छैन, कसरी राख्न सक्नुहुन्छ? मानिस यसैमा अड्किन्छन्। सबैले ढाँचा बनाएका छन्, भगवान कस्ता छन्, आनन्द के हो, परमानन्द के हो, गुरु महाराजजी के हो, ज्ञान कस्तो हुनुपर्छ, सबैले पहिल्यै आफ्ना धारणाहरूले ढाँचा बनाएका छन्। जहाँ जानुस् बुद्धिजीवी मानिस हुनुहुन्छ। हामी सबै बुद्धिजीवी मानिस हौं। यस्तो कुरा होइन एउटा अनपढ मान्छे पनि बुद्धिजीवी नै हो। सोच्दछ नि अरू के चाहिन्छ र? बुद्धिको त सोच्ने काम हो। जब मनले त्यसलाई बुद्धिलाई घिसारिरहेको छ आफूतिर भने बुद्धिले त त्यही सोच्नेछ जे मनले भन्छ। बुद्धिले सोच्दछ, के सोच्दछ? भगवान कस्ता छन्? भगवानलाई पनि दुई आँखा दिइयो, भगवानलाई पनि मुख दिइयो, भगवानलाई पनि कान दिइयो। यदि कसैले सोचोस्, हृदयले सोचोस्, कसैले विचार गर्यो भने भगवानलाई आँखाको किन जरुरत छ? जसले सबै ठाउँमा देख्न सक्छन्, जो सबै ठाउँमा सर्वव्यापी छन्, जसले पहिचान गर्न सक्छन्, जसलाई थाहा छ, उनैलाई मानिसले चिन्ने कोसिस गर्छन्। मानिस मन्दिर जान्छन्, भन्दछन् र भगवानसँग प्रार्थना गर्दछन्। त्यसपछि के भन्छन्? तिमी त अन्तर्यामी हौ। जब अन्तर्यामी नै हुन् भने घरमै बसेर पनि काम हुन सक्थ्यो। या अन्तर्यामीको पनि एउटा दायरा छ, त्यही दायराभित्र उनी अन्तर्यामी हुन्, त्यसभन्दा बाहिर अन्तर्यामी होइनन्। यस्तो कुरा होइन। आफ्नो ढाँचालाई
जुन बनाउनु भएको छ त्यसलाई भत्काउनुहोस्। परमानन्द भित्रै छन्। जब मानिस आउँछन् म कहाँ ज्ञान लिनका लागि भने विभिन्न थरीका धारणा आउँछन्। जब जिज्ञासु बन्छन् भने त्यो धारणा हराउँछ। जब हराउँछ भने उसलाई साँच्चै त्यस चिजको अनुभूति हुन्छ जुन उसभित्रै छ। तर मानिस धारणा लिएर हिँड्छ, यस्तो हुनुपर्छ, यस्तो हुनुपर्छ, यस्तो हुनुपर्छ। हेर्नुहोस् न, कैयौँ आमा बुवाहरू हुनुहुन्छ र सबैका धारणाहरू छन् छोरा कस्तो हुनुपर्छ। उसले यस्तो गर्यो भने ठिक छ, उसले यस्तो गर्नेछ, मेरो कुरा सुन्नेछ, यो गर्नेछ, त्यो गर्नेछ भने ऊ असल बच्चा हो र त्यस्तो गरेन भने खराब हो, ठिक होइन, राम्रो होइन। यो त सबैको आआफ्नो शक्ति हो जुन भगवानले सबैलाई दिएका छन् बुझ्ने। यदि त्यो विवेक लगाएन र त्यस चिजलाई बुझ्न सकेन भने सारा कुरा अधुरै रहन्छन्। त्यसैले राम्रो कुरा हो तपाईँ भित्र परमानन्द छन्। जहाँसम्म मेरो सहायताको कुरा हो म त सबैलाई मद्दत गर्छु नै। मानिसले आफ्नो बाटो सफा राखुन्। मानिसले आफ्नो बाटो सफा राखुन् जसले गर्दा यस जीवनमा हिँड्न अप्ठ्यारो नहोस्। यही त हामीले नै त अप्ठ्यारो उत्पन्न गर्छौं। हामीले नै त अप्ठ्यारो बनाउँछौं। भगवानले कहाँ बनाउँछन् र अप्ठ्यारो? भगवानको अरू काम छैन र? अप्ठ्यारो बनाउनु नै भगवानको काम हो भने ऊ कतै गइरहेको छ र अप्ठ्यारो बनाउँछु, अप्ठ्यारो बनाउँछु, अप्ठ्यारो बनाउँछु। जे हुनु छ त्यो हुने नै छ। जे हुनु छ त्यो हुने नै छ। तर त्यसका लागि मानिसमा धैर्यको खाँचो छ र यो हेर्न जरुरी छ मैले आफ्नो खुट्टा कहाँ राखिरहेको छु। यस जीवनमा म जहाँ हिँडिरहेको छु, आज म उठे, आज म के गर्नेछु? सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? सबैभन्दा महत्त्वपूर्ण कुरा यो होइन कि म यो गर्नेछु, त्यो गर्नेछु, यो यस्तो हुनेछ, त्यो त्यस्तो हुनेछ, होइन। सबैभन्दा महत्त्वपूर्ण कुरा हो आज जे भए पनि म ती परमानन्दको आनन्द लिन सकूँ। चाहे त्यो कुरा जुन मेरो योजना छ त्यो होस् या नहोस्। त्यससँग परमानन्द र मेरो लक्ष्यसँग केही लिनु दिनु छैन। जे हुन्छ त्यो हुन्छ। त्यो कुराहरू मेरो योजनाको अनुसारले चलुन् या नचलुन्, त्यससँग आनन्दको केही सम्बन्ध छैन। त्यसको जुन आनन्द छ त्यो आनन्द धेरै दिनसम्म रहँदैन, धेरै समयसम्म रहँदैन। तर जुन आनन्द म भित्र छ, यदि म त्यसको अनुभूति गर्न चाहन्छु भने त्यो सम्भव छ। त्यो सम्भव छ। यदि यही नै हामीले मानेर आफ्नो जीवनमा हिँड्यौं भने साँच्चै सबै मानिसको जीवनमा कति परिवर्तन हुन सक्छ। हामी त निर्भर हुन्छौं। हाम्रो काम हुन्छ कि हुँदैन यसैमा हाम्रा सारा कुरा निर्भर हुन्छन्। कोही व्यापारका लागि निस्किन्छ, कोही केही चिजका लागि निस्किन्छ, कोही केही चिजका लागि निस्किन्छ। तर लक्ष्य हुनुपर्छ म आफ्नो जीवनमा, आजको दिनमा, यस समयमा, यो जुन समय मलाई प्राप्त भएको छ, म पूर्ण रूपमा त्यसको आनन्द लिन सकूँ। यो लक्ष्य हुनुपर्छ मानिसको। सत्य के हो, असत्य के हो? तपाईँ जान्न चाहनुहुन्छ एउटा अर्को सत्यलाई? जुन सत्य तपाईको मनोकामनाले भरिएको छ। त्यो सत्य सत्य होइन, त्यो असत्य हो। त्यो असत्य हो। यो होस् मेरो जीवनमा, यो होस् मेरो जीवनमा, यो होस् मेरो जीवनमा, यो होस् मेरो जीवनमा, यो होस् जो भगवानले यो सबै थोक गराउन्। ती तपाईका भगवान हुन्। जसले नगराउन् उनी तपाईका भगवान होइनन्। भगवानले आफ्नै मनोमानी गरून् त्यो मानिसलाई स्वीकार्य छैन। तपाईको कुरा मानुन्, यो तपाईलाई स्वीकार्य छ। यो एक आपसमा मिल्ने कुरा होइन, यो सत्यको कुरा मैले गरिरहेको छु।
जुन चिजको तपाईँलाई खोजी छ, चाहे त्यो तपाईँको मनोकामना अनुसार होस् या नहोस्, तर तपाईँको हृदयको मनोकामनासँग छ। किनकि त्यो हो शान्ति, त्यो हो सच्चा सुख। तपाईँको मनले चाहोस् या नचाहोस् उसलाई, मन त भगवानका पछाडि यस कारणले लाग्छ ताकि केही पाइयोस्। स्वार्थमा लागेर भक्ति हुन्छ। स्वार्थमा लागेर तपाईँ भक्ति गर्नै सक्नुहुन्न, तर सारा संसारले यही गरिरहेको छ, स्वार्थमा लागेर भक्ति गर्छन्। श्वास आउनु जानु सबैभन्दा ठुलो सत्य हो, किनकि यसको आवत जावतले गर्दा नै तपाईँ भगवानलाई चिन्न सक्नुहुन्छ, भगवानको अनुभव गर्न सक्नुहुन्छ, त्यो आनन्दको अनुभूति गर्न सक्नुहुन्छ। जुन बेलासम्म यो आइरहेको छ, गइरहेको छ, तपाईँका लागि यो सम्भावना छ, तर जुन दिन यो आउन जान बन्द हुनेछ, तपाईँका लागि सारा सम्भावना रोकिनेछन्। सत्यलाई बुझ्नुहोस्। सत्य तपाईँभन्दा टाढा छैन, तर कल्पनाको सत्य होइन। सत्य जुन सत्य हो, कल्पनाको भगवानलाई नमान्नुहोस्, वास्तविक भगवानलाई पूजा गर्नुहोस्। कल्पनाको भगवानलाई होइन, तपाईँको जिन्दगी नै बदलिनेछ। यदि तपाईँ जुन सत्य भगवान हुन्, जो साँच्चै सच्चिदानन्द हुन्, यदि उनलाई मान्नुहुन्छ, उनलाई पूजा गर्नुहुन्छ भने तपाईँले देख्नुहुनेछ तपाईँको हृदयका सारा इच्छा पहिलेदेखि नै उनले सबै पुरा गरिदिएका छन्। वास्तविक भक्ति गर्नुहोस्। सत्य के हो त्यसलाई बुझ्नुहोस्। सत्यसँग प्रेम गर्नुहोस्। हेर्नुहोस्, साँच्चै भन्छु, तपाईँको पुरै जीवन हराभरा हुनेछ। आफ्नो जिन्दगीलाई तपाईँले हेर्ने दृष्टिकोण नै बदल्नुहुनेछ। अहिले त तपाईँ हेर्नुहुन्छ केवल एउटा चिजलाई, कति छैन, कति हलुका हुनुहुन्छ। हरेक मानिसले यदि आफूलाई हेर्छ भने केवल एउटा चिजलाई हेर्छ, के छैन। जब सत्यसँग प्रेम हुन्छ, तपाईँ हेर्न थाल्नुहुन्छ के छ। केही पनि नहोस्, एउटा श्वासले खुसी हुनुहुनेछ। तपाईँले बुझ्नुभयो के छ। जुन दिन तपाईँले आफूलाई हेर्ने दृष्टिकोण नै बदल्नुहुन्छ, त्यस दिन तपाईँ यति धनी हुनुहुनेछ, यति धनी हुनुहुनेछ, यति धनी हुनुहुनेछ कि कुरै नगरौँ। यति धनी हुनुहुनेछ, वास्तविक धनी, हृदयबाटै धनी, भित्रैबाट धनी। साँचो कुरा त यो हो, जे भए पनि तपाईँको आत्मविश्वास कहिल्यै हराउनु हुँदैन। जे तपाईँ बन्न चाहनुहुन्छ, तपाईँ बन्न सक्नुहुन्छ। जे तपाईँ गर्न चाहनुहुन्छ, तपाईँ गर्न सक्नुहुन्छ।